अवसर र मौका कोरेर जिउँदो लासमाथि गरिँदैछ यो राजनीति। एकचोटि राम्रोसँग हेर्नुहोस् है। 5 मिनेट उनले त्यहाँ बाइक अडाउँदाखेरि कि खत्तम बर्बादै भयो त। मेरो कैलालीको जनता मार्ने यी हत्याराहरू हुन्। जो अमेरिका लगे हुन्थ्यो नि त, त्यति बेला जलेको बेला त्यो भाइलाई तुरुन्त हेलिकप्टर च्यार्टर गरेर अमेरिका लग्न सकेन यो सरकारले। मारेकै हो। अहिले पैसाको बार्गेनिङ चलिरहेछ भन्ने भर्खरै ताजा खबर आछ के भने के सीट किन काटियो ठाउँ 2 बजेसम्म मै थिएँ अनि मैले यो हत्या हो, हत्याको जिम्मा। मलाई यदि यो सरकारले मलाई सहयोग गरेन भने आत्महत्या गरेर मर्दिन्छु। अब आज यो खगेन्द्र सुनार अपराधीलाई फाँसी दिन पर्यो, राजीनामा दिन पर्यो प्रधानमन्त्री यो गृहमन्त्री। हामीले आन्दोलनको एउटा ठुलो आँधीबेर सिर्जना गर्छौँ। अब यस सँगसँगै पीडित युवा जो 9 थियो आत्महत्या गरे उनको परिवारले भनेको कुरा पनि सुनौँ र त्यहाँ भएका केही दर्शकहरूको सत्य कुरा पनि सुनौँ है। जुन उपचारको लागि जति कुरा गर्नु पर्ने थियो त्यहाँ कोही चुकेको जस्तो लाग्छ तपाईँलाई? त्यस्तो त लाग्दैन। अब उहाँले स्वयं प्रधानमन्त्रीको कार्यालयको त्यहाँ भएका स्टाफहरू पनि र अनि गृहमन्त्री स्वयं आफै पनि राति आउनुभएको थियो अनि आएर त्यो सबै व्यवस्थापन त गर्नुभयो। अब दिल्ली लाने कुरा पनि गर्नुहुन्थ्यो तर अब भाइको जटिल अवस्था गइसक्या रहेछ। हरूको पत्रकारिता देखेपछि म चकित भएँ। लासमाथि पनि स्टन्ट चलिरहेको थियो, भ्युज कसरी आउँछ त्यो चलिरहेको थियो। म कसैलाई भन्न त भनिरहेको थिएँ। अब मैले चाहिँ प्रायः जसो मैले अन्तर्वार्ता कसैसँग दिइनँ। कसैले अन्तर्वार्ता दिनु भएन? दिएन। पत्रकारहरूले पनि उचाल्ने काम चाहिँ गर्न खोजिरहेको थिए। उनीहरू त आउँथे सोध्थे। जानकारी गराऊ एकछिन सुन्नुहोस्। के गरौँ भने परिवार मानसिक तनावमा छ, इन्टरभ्यू लिन काम नगर्नु, कसैले टर्चर नगरौँ। त्यही त उहाँले मैले मसँग म मान्ने हो जिल्लाको मसँग लिनुहोस्। ठिक छ। म विचार मान्नेजी उहाँ बोल्दै सुन्नु एकछिन सुन्नुहोस् न। के भन्नु छ आमा? मेरो छोरोको लास बुझि पाऊ। आमा चाल्नलाई आउनेहरू पनि धेरै छन्। त्यस्तो मान्छेहरू भेटिरहेछन् कि छैन तपाईँहरूलाई? छ थुप्रै छ। फोन उत्तिकै आउँछ, अर्को उत्तिकै आउँछ। गर्ने प्रोसेस त धेरै गरिरहेछन् तर म आफै पनि कुनै सरकारलाई त्यस्तो नराम्रो पनि भनेको छैन। गृहमन्त्री स्वयं आफै पनि आउनुभयो, खटिनुभयो, रातभरि तपाईँ पनि खटिनुभयो। लगो भन्नाले यस्तो भयो, ट्याक्सी खोज्न जाँदै थियो मान्छेहरू 2 जना ट्याक्सी खोज्न जानुभयो, चाँडो रेस्क्यु हुन्छ भनेर चाहिँ अलिकतिसम्म हिँडेर लानुभएको मान्छेले चाहिँ मिडियामा के भन्यो भने कैदीलाई जस्तो व्यवहार गर्यो। त्यो होइन, त्यो गलत सूचना हो। किनभने चाँडो हुन्छ, यहाँबाट नजिक हुन्छ, अलिकति उता ट्याक्सी आउँदै गर्छ, यता मान्छे लिएर जाँदाखेरि ट्याक्सीमा हालेर चाँडो हुन्छ, रेस्क्यु हुन्छ कि भन्ने। तपाईँहरूलाई के लाग्यो यो भिडियो हेर्दा? मलाई चाहिँ लाग्यो कुरा लासमाथि राजनीति गरिँदैछ। उनी मर्ने थियो, मरिहाल्यो, उनको आफन्तको माग छ कि हामीलाई लास चाहियो। तर यहाँ एउटा न्यायको एउटा खोक्लो आश्वासन गरेर होइन, एउटा आफ्नो राजनीतिक करियरलाई अगाडि बढाउँदै गरेका केही झोले पात्रहरू छन् र यो कुरा भोलिको दिनमा यही हिसाबले अगाडि बढ्दै रह्यो जो आन्दोलन भइरहेको छ। एउटा आन्दोलन त एउटा पार्टीगत पनि गइसक्यो, एमाले घुसिसक्यो होइन। जताततै एमालेको कार्यकर्ताहरू, काङ्ग्रेसको कार्यकर्ताहरू अगाडि नै सरेको छ। सर्नुपर्ने पनि उनीहरू कस्तो अब हिजोको दिनमा पनि बालेलको नाम आएको थियो नि त हिजोको जेएनजी आन्दोलनको बेला होइन। उनलाई त अब अहिले त्यो भदौको महिनाको अहिले उनलाई दुश्मनी बदल्नु छ नि त, दुश्मनी फेर्नु छ, त्यो भएर पनि हुनसक्छ। तर केही सचेत नागरिकहरू सचेत भएर बसौँ। यही परिवेशले, यही दुर्घटनाले फेरि अर्को भदौ 24 गते नआउला भन्ने सकिँदैन। एकचोटि सोचौँ राम्रोसँग।